गाइज मेरो बलिङ कस्तो लाग्यो तपाईँहरूलाई? गाइज आज चाहिँ शनिबार होइन, म रुममा बस्दा बस्दा वाक्क लागेर चाहिँ साथीहरूसँग होइन क्रिकेट खेल्न आएको छु। फाइनली साथीहरू पनि आएर खेलिसकेका छन् यहाँनिर टक्कसँगले मेरो केटाहरू। रुम बस्दा बस्दा वाक्क लाग्यो क्या, आज छुट्टी पनि है। त्यही भएको कारणले गर्दाखेरि 5 जना भइएछ, फेरि आउँछन् होला। के छ केटा हो खबर? पटेल मेरो भाइ। गोल चाहिँ आज ड्युजको रहेछ होइन, प्लास्टिकको छैन रहेछ। केटाहरूले यहाँ बनाउँदैछन् स्ट्याम्प राख्ने ठाउँ। फेरि दिमाग त नेपालीले लगाइहाल्छन् क्या। राख न त्यसमै, हुन्छ केही हुन्न, राख केही हुन्न के, राख। नगाडिएपछि के गर्नु त नि? अब मेनेज त गर्नु पर्यो नि त। अनि ड्युज बल खेल्दाखेरि गाइज प्याड छैन, अब यसैले काम चलाउनु पर्छ छ होइन। आज टक्क यो आदि लागेर त प्याड लागेर न प्याड। अनि ड्युज बल खेल्दा लाग्दैन प्याड भन्दैन त्यसलाई के भन्छ है? त्यो यस्तोमा लाउनेलाई एडी भन्छ। प्याड भन्थ्यो त केटाहरूले त। अनि यहाँ लाउने चाहिँ एडी हो। ए ल, केटीले चाहिँ प्याड भन्छ। ल यो कसलाई? यो मलाई, यो दाइले, यस यो आदि दाइले, यो मा कसम थर्ड बनायो यार पटेल, तिमी सेकेन्ड भयो लास्ट। अनि दाइ आदि दाइ के गरेको यो? 5 जनामा फोर्थ गराउनु के? धेरै पछि खेले पनि यतिको ब्याटिङ त ठिकै हो है, चलाएको जस्तो लाग्यो है मलाई। तर पड्काइरहेको छु क्या मैले। हेर्नु न बलिङ फेरि मेरो एकपल्ट त हान्थ्यो, छक्का हान्थ्यो मेरो बल सुरुको त। उहाँहरू अफमा के त्यो पनि सेकेन्डपल्ट रिस उठ्यो क्या मलाई। एक दिएको मा कसम, ओ माई गड, आमा यस्तो खेलाडी थिएँ क्या म। हेर्नु त, तर चिन्दैनन् के गर्नु, कस्तो हुटिङ दिइरहन् केटाहरू। त्यो केटाकेटीले चप्पलको पोस्टमा गोल हानेर हुटिङ गर्छन् नि, त्यस्तै हुटिङ मलाई मन पर्दैन। कस्तो चाहिँ फेरि ब्याटिङ मेरो हेर्नु न कडा के। म फुटबल पनि उत्तिकै हो, क्रिकेट पनि उत्तिकै खेल्ने मान्छे थियो होइन। हेर्नु क्या पड्काइदिन्छु क्या। केटाहरू अचम्म पर्छन् मेरो गेम खेलेर, मेरो गेम देखेर। पर्सि गेम हुँदैछ, त्यसको चाहिँ क्याप्टेन पनि मै हारेँ, क्याप्टेन पनि मै हारेँ, अनि बलर पनि ओपनर मै हारेँ, ब्याटिङ पनि ओपनर मै हारेँ। अनि मैले केटाहरूलाई भनेको म एक्लै खेलिदिन्छु नि त भनेको क्या, तिमीहरू कोही नआऊ भनिदिएको। हाँस्दै थियो। तर अगाडि बढी दिइरहेको छु क्या। यत्तिको अगाडिबाट त छक्का हुने गोल होइन, तर पारी के अरे स्टेसनको छ क्या लाइन, ट्रेन हिँड्ने बाटो छ नि त। अनि त्यही भएर ब्याट पनि हेर्नु त्यहाँ कला मेरो। त्यही भएर त्यो पावर हान्नु मिल्दैन क्या, आउट हुन्छ त्यो माथि गयो भने। यो मान्छे आइरह नि बलर होइन, ढेपा हान्छ क्या गाइज। हेर्नु न त्यहाँ, हेर्नु त्यसले हात घुमाएको ऊ, र पनि हाल्थेँ मैले। रुखले अड्कायो तिजहरू, नत्र छक्का हुने गोल थियो। क्या त्यो ढेपालाई मैले क्या हान्छु, लास्टमा मलाई बोल्ड पारिदिन्छ क्या ढेपाले। हेर्नु है, दिइरहेको छु, पड्काइदिइरहेको छु। रिस आएछ क्या, सबै बोल पड्काइदिइरहेको छु क्या मैले। त्यसको रिस आएछ क्या, र लास्टमा ढेपा धरो हान्नु क्या, पावर 3टे स्टम्प ढालिदियो क्या। अनि त्यसपछि चाहिँ यही भयो होला है, लास्ट पावर दिएको थियो क्या ढेपा। यो हाम्रो मोटे भाइ चाहिँ नयाँ भर्खर